So hello guys, what's up? Welcome back to my channel. And आज हामी बजाउँदैछौँ नट लाइक बजाउने बट मोर लाइक सिक्दैछौँ भनौँ होइन. बेसिकदेखि सिक्ने कि भनेर सोचेको, तर बेसिकदेखि चाहिँ अलि मलाई झ्याउ लाग्छ कि जस्तो लाग्यो. त्यसैले आज हामी सिक्छौँ एउटा गीत एन्ड द गीत इज जुनीभरिलाई. हामी खोल्छौँ पहिला सुरु युट्युब जुनीभरिलाई. हामी यो जान्छौँ फर्स्टको. मलाई अहिलेसम्म गर्न आउने भने पियानोमा stop learning. It's cloudy outside. तर के हैन, हामी अब बजाउने छौं, फेरि प्र्याक्टिस गर्ने छौं हैन. मैले हिजो रेकर्ड चाहिँ गरिन, तर मैले अलिअलि सिके हैन. हिजो रेकर्ड गरेको थिएँ, तर त्यही खासै चाहिँ गरिन. मैले अहिलेसम्म सिकेको चाहिँ यति हो. म गाएर सुनाउँछु है. आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो, अनि पुरानो कहानीका पानाहरू. यस्तै रहेछ. आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान. अगेन आज पल्टाउँ. तर मैले जति रिपिट गरेँ होइन, त्यो चाहिँ हेल्प हुने रहेछ. यतिकै चाहिँ गऱ्यो कि सिकिन्छ भन्छ. द्याट्स ट्रु. यु निड टु डु प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट. सो लेट्स प्र्याक्टिस. अब म एउटा भर्स 2 लाइन भयो नि सिक्छु. अब चाहिँ म ठुलो गरौँ न, सुन्दैन होला त्यहाँ. आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू. दस्तक दिँदैछ है तिम्रो यहीँनिर बिर्सम्म दस्तक त. आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू. त्यहाँसम्म आयो होइन मलाई. अब दस्तक दिँदैछु र मेरो माया, त्यो दुईवटा सिक्नु पऱ्यो. ओके, 2 लाइन मात्र आएछ हो भर्खर. हिजो रातभर त होइन, राति 1 घन्टा जति प्र्याक्टिस गरे 2 लाइन मात्र आएछ. तर आई एम अ स्लो लर्नर मेबी. ए ओके, म डाइरेक्ट उता जान खोजिरहेको थिएँ होइन. 1 2 3. नाइस. यो चाहिँ अहिलेसम्म मेरो 4 लाइन सिक्ने एक्सपिरियन्समा किन सजिलो छ भन्दाखेरि, अहिले मलाई एउटा 2टा 3टा 4टा किजले मात्र सिकाइरहेको छ कि यो बजाएको 4टा की मात्र मैले धेरै जस्तो देखिरहेको छु यो 2 लाइनमा चाहिँ. त्यसैले मलाई यो इजी त लागेको छैन, जे होस् सिक्दैछु भनौँ न. यही भएर यु क्यान ट्राई टु इफ यु वान्ट. अब चाहिँ म 4 लाइन ट्राई गर्नेछु भर्स 1 को हैन. अनि त्यसपछि मेरो फेभरेट भर्स चाहिँ भर्स 2 हो. भुलेर गयौ तिमी मलाई, त्यही नि साथी रहन्छु किन तिम्रो यादहरूलाई भनी.
तर त्यहाँसम्म हामी पुगेका छैनौँ, त्यसैले लेट्स प्र्याक्टिस फर्स्ट वर्स। के अरे लिरिक्स ओए मिस्टेक, नेभर माइन्ड। तिम्रो ओए शिट अघि मिस्टेक होला। अर्कै ठाउँमा दस्तक ओए हरे शिव नारायण बिचको होइन दिँदैछ दस्तक दिँदैछ। मसल मेमोरी बिल्ड गरेर राख्छु म चाहिँ, फेरि फस्दै एकचोटि। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान्नाहरू, दस्तक दिँदैछ है मिल्यो दस्तक दिँदैछ है तिम्रो मायाले। ब्रो अब 3 लाइन बाँकी लाइन एकछिन। दस्तक दिँदैछ है दस्तक दिँदैछ है तिम्रो मायाले, मेरो 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 दिँदैछ है तिम्रो मायाले, मेरो मायाको बन्दरवाज मेरोमा। लिरिक्स पनि आउनु पर्ने रहेछ ठ्याक्क लेटरमा। चार लाइन अब चाहिँ 4 लाइन मिस्टेक नगरिकन है, लकिन। गाउनै पर्छ होला सायद। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान्नाहरू, दस्तक दिँदैछ है तिम्रो। फेरि बिर्स्यो ब्रो। कस्तो ग्वास देखिरह होला है म भिडियोमा, तर आई डोन्ट केयर, आई एम अ चिल गाइ। के दस्तक कस्तो लिरिक्सै कन्फ्युज भइसकेँ म। दस्तक दिँदैछ है तिम्रो मायाले। वर्स 1 मै यस्तो टाइम लागिरहेछ मलाई, तर सिक्नलाई टाइम लाग्छ। सो इट्स ओके ब्रो। के म ग्वाच छु हो, तर होइन, तर मैले ट्राई गर्दैछु एन्ड द्याट्स गुड। वर्स 1 ट्राई गर्छु, मिल्यो भने यो भिडियो यहीँ सकिन्छ। म अर्को भिडियो बनाउँछु, cause I can, I'm a free bird, I'm a free freaking bird bro। के गर्नु म गीत गाउनुलाई। यस आज पल्ट वर्स 1 जुनिभरीलाई श्रीराज कभर्स पियानो। सो लेट्स गो। म गीत गाउँछु किनकि मलाई त्यो ठ्याक्क शब्दमा ट्याक मजा आउँछ। सो 3 2 1 गो। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान्नाहरू, दस्तक दिँदैछ है तिम्रो मायाले, मेरो मायाको बन्दरवाज। Shit, I was so close. Once more. कस्तै म फास्ट किन भइरहेछु धैर्य। अब एकचोटि फेरि गो। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका What's up, dog? Papa Nisa, Nisa re sa ni pa ni sa ni da. अब चाहिँ 3 2 1 गो। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान्नाहरू, दस्तक
Did I just do it right? It's not even 25 minutes and I did 2 lines. I am this level go. So that's it for the video, guys. I hope कसैले हेर्दैन because बेचत आज बोल्छौँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पान्नाहरू दस्तक दिँदैछ है तिम्रो मायाले मेरो मायाको बन्द दरवाजाहरू भुलेर यो चाहिँ भोलि थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब सो या थ्याङ्क्स फर वाचिङ बाई